दाइको म्युजिकको सेन्स चाहिँ राम्रो नि हैन स्वर त सबैलाई थाहा छ तर तिम्रो नि मलाई थाहा छ कम अहिले बेरोजगार भएर हामीलाई बोलाउनु पर्यो Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help, I don't need राम्रो सिर्जना पो गर्ने त हैन भनेर भन्छु फेरि चिप्लिन्छु मैले 30 मा 32 गुणा ल्याइदिन्छु अब म चाहिँ फेरि खतरा हो के फेरि यहाँ हेरे लेखे भने हैन त्यहाँ हेरे पुग्दै के मलाई हामी कपी हैन उ फर्स्ट भयो म सेकेन्ड हो हैन उ फेल भयो म फेल हो ए नागरिक नैतिक भन्ने थियो त्यतिखेर 30 पूर्णाङ्कको 35 आएछ के कसरी आएछ भन्दाखेरि मैले पहिला जानेको गरेँ त्यसपछि भाद्राङ बुतुङ अरू नजानेको गरेँ हैन फेरि त्यही जानेको रिपिट गर्दै फेरि जान नजाने त्यहाँ अब त्यहाँ त मार्क्स त दिँदै जानु भयो सर नै कन्फ्युज के 35 कति आयो अनि अरूले उचालिने मान्छे तपाईँ पनि ए उचाल देखाए त जहाँ पनि पछारिन्छु नि म अनि थाहा छ त मेरो स्वभाव के छ भने झ्यापै जो कोहीलाई पनि विश्वास गर्ने हैन यसो गरौँ भनेपछि गरिहालौँ भन्ने टाइपको भएको हुनाले नि यहाँ यो भएको कि जस्तो लाग्छ त्यही त अब तपाईँलाई थाहा छ अरूले उचाल्दाखेरि म पछाडिरहेको हुन्छु भन्ने थाहा छ र पनि किन उचालिनुहुन्छ क्या तपाईँ अब उचालिँदैन नि त अब चाहिँ आफै समातेर बस्छु समझ रहे हो गर्लफ्रेन्डको कुरा गरौँ न त खासै छुट्नुको कारण के हो कसरी छुट्यो आई मिन अन्डरस्ट्यान्डिङ भएन नभएर छुट्यो कि तपाईँले माया कम दिनुभयो कि तपाईँ धेरै बिजी भएर हो त्यस्तो त काममा लागिराख्ने मान्छे हो एकदम कस्तो भन्ने त्यसो भए त लभसप गर्नु भएन कि सिधै बिहा गर्नु पर्यो इन्डिया गएको अनि बिहार भन्ने ठाउँ रहेछ त्यहाँ चाहिँ इक्जाम दिन गएँ त्यहाँ गएको एन्सर नि त्यही क्वेसन पनि त्यही हुँदो रहेछ ब्ल्याकबोर्डमा सर र सार नि दिने आउनु गरेर तान्दै टक 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 लेख्दै अनि ठक्क पास भएँ आएँ अब त्यो सर्टिफिकेट ल्याएर क्याम्पस पढ्छु भनेर अब गाउँमा आएँ अब म यहाँ पढ्दिनँ उतै गाउँतिर गएर यसो क्याम्पसमा होइन झोलासोला गएर सर्टिफिकेट देखाएको त सरले यो चल्दैन भन्छ नि यो बिहारको चल्दैन त्यतिर भनेर भने किन चल्दैन 10 को झन् 16 हुनु पर्यो यो मैले मोल्डिङ गर्ने बेलामा मैले 5000बाट सुरु गरेको एकजना दाइले चाहिँ अब नाम नभन्नु एकजना डिरेक्टर हुन्थ्यो उहाँले के अरे दिस परि सुटिङ बनाउनु भयो होइन बनाउनु भएन अनि त्यसपछि पुरा सुटिङ गरेर नाच्दै आएको थिएँ अब पैसा दिन ल 1000 रुपियाँ दिएछु कसैलाई नभन्नु रे कसलाई भन्नु अब अब भनौँ भने त मेरो बेइज्जत हुन्छ नि त होइन मेरो नामै दुर्गाबहादुर हो खास चाहिँ नामलाई ब्रान्ड बनाउनु आदरणीय दाइ बसन्त दाइको ठुलो हात छ कि नत्र भने अहिलेसम्ममा दुर्गाबहादुर आउँदै हुनुहुन्छ स्टेजमा भन्नुहुन्थ्यो होला कि फ्यान फलोइङ कतिको छ हजुरको मेसेजहरू कस्तो आउँछ केटीहरू जस राम्रै गर्नुहुन्छ उहाँले यस्तो गर्नुहोस् तपाईँको गीतहरू राम्रो लाग्छ भन्नुहुन्छ कति मेसेज कस्तो आउँछ आई लभ यु के प्रपोज एउटा सेलिब्रिटी हो त्यस्तो त अब भन्ने अभियसली आइहाल्नुहुन्छ रिप्लाई चाहिँ के रिप्लाई चाहिँ मैले आई लभ यु टु भनिदिन्छु तपाईँ त ट्राभिस स्कट नि त नेपालको के हो यस्तो अब कि उ चाहिँ त्यहाँ युएसको दुर्गेश होला हैन जसरी भए पनि दुश्मन हेरेको हेरे भइरहेछ नि त को नाचे हजुर दुश्मन को कोही न कोही त चाहियो नि पेसमा राख्नलाई नत्र त बेसी रिल्याक्स भइहाल्यो नि हैन हेरे छ अहिले त एकदमै हेरे छ बनाउन खोजेकै हेरे हो अनि
कतिले चाहिँ अब गाएकै होइन भन्छन् कि मैले कहिले गाएछु हो भनेको छु र तपाईँले गाएकै लिनु भने खडा पारिदिइहालेँ होइन नारायण गोपालको गीत गाउन लगाइदिए मलाई आज तपाईँ स्वर सम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाउनुहोस् मुटु मुटु जलिरहेछ यो मन गलिरहेछ स्वर त राम्रो छैन नि तपाईँको एम बरालको गीत पनि तपाईँलाई मनपर्छ हो पनि गाएको हो नि एम बरालको गीत गाएको मनपर्छ मलाई उहाँको ओराली लागेको हरिडको चाल ओराली लागेको हरिडको चाल बरालको गीत ओराली लागेको हरिडको चाल ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ संस्कार नै बिर्सिएर गाली गर्ने म बाथरुम सुनेर भने उहाँ टोयलेट पत्रकार हो भन्न चाहिँ के सक्नु पर्थ्यो भने हो त्यो दिन म अलि हतालिएछु एक्कासी सोद्धा एउटा गाउनु पर्नेमा अर्कै गाउनु पुगेछु अब म आफूलाई थाहा नभए कुरा बोल्दिनँ बोल्दा होस् पुऱ्याएर मात्रै बोल्नेछु भन्नुपर्ने ठाउँमा म बाथरुम सिङ्गर हुँ भने त्यो टोयलेट पत्रकार भने यसरी भेटेर गफ गरेको तीनचोटि भयो होला होइन जस्तो आज त अब लामै गफ भइरहेछ नि त पछि त मेरो टाइमै हुँदैन एक दिन चाहिँ माखा छोप्दै थियो कि यस्तो माखा छोपिरहेको थिएँ अनि पछाडिबाट यस्तो गरेर तान्दै कि होइन नगरकै साले म्याथ पढाउनु सर कति हिरोनीहरू मसँग भिडियो खेल्नै मान्थेन कि पहिला है मलाई यादै छ होइन त्यो कहाँ दुर्गेशसँग खेलेँ भन्ने पनि हुनुहुन्थ्यो त्यतिखेर चाहिँ अलिक चित्त दुख्दो रहेछ कि हजुर अहिले गीत माग्दै हुनुहुन्छ होला नि त मागेन दिन्न सबैभन्दा धेरै थोरै दिएको त 1000 रुपियाँ हो 1000 रुपियाँबाट सुरु गरेँ मैले 5000 सबैभन्दा हाई डिमान्ड भनेको मेरो थियो 5000 लोकदोरीमा त्यतिखेर अरूले 2250 लिन्थे अनि मेरो चाहिँ 5000 थियो अनि 5000मा चाहिँ मैले मासु किनेर लगेको लेकगाडमा हालेर बसन्त दाईलाई खुसी बनाउनलाई होइन मासु ल्याएर आजु दाई भनेर भरे त्यो लेकगाडमा राखेको त्यो कच्चो परेछ क्या त्यो प्लास्टिक अनि मासु ल्याएर दाइले नि पुरा प्याज काटेर बसिरह्यो होइन अब भरे त लेगाड मासु नै छैन कता खसेछ क्या त्यो लेगाडमा अब गाडी बाइकमा हिँड्दाखेरि भाउजू अनि अब यो पालि 30 मा तपाईको के हराएको छ ल भन्नु त मेरो के पनि हराएको छैन 30 मा चाहिँ बुढो हराउँछ जहिले डार्क थटहरू कहिले काहीँ आउँछ जस्तै मृत्युवाला चिज ला कहिले मरिन्छ कि क्या हो होइन हामी पनि मरिन्छ भन्ने कुरा क्या रियलाइज हुन्छ नि कहिले काहीँ हुन्छ प्लेन चढ्नेवाला हुन्छ अरू नेपालको प्लेन यति थोत्रो छ होइन मैले यहाँ कहिले पनि फोटो खिच्दैन कि मैले ल्यान्ड भएपछि मात्रै फोटो खिचेको ह्याप्पी आउनु पर्यो नि त तपाईँले मन पराएको युवती चाहिँ को हो त आज नेपाली जनतालाई बताइदिनु जनता जान्न चाहन्छ मैले अहिले नै चाहिँ फ्ल्याक्स नगरौँ भनेको होइन आज गरिदिनुहोस् दुर्गेशजी को रहेछ त गर्लफ्रेन्ड हो कि अब सबैजनाले म्युजिक भिडियो आउने आउँदैछ जेस होइन अब त्यो भएको हुनाले अब केही समयपछि आउँदै बजारमा आउँदै हुनुहुन्छ चाहिँ एउटा रिलिज गर्दैछ एउटा गीत उहाँको नाम के त म्युजिक भिडियो आए त नाम त भन्नु पर्यो कसको उहाँको नाम चाहिँ आइहाल्छ त्यहीँ आउँछ नाम एउटा हुन्छ नि अडियन्सहरूलाई सरप्राइज दिउँ न सरप्राइज दिउँ न म सावधानी अपनाउन अझै पनि अनुरोध गर्छु पानी पर्ने सम्भावना छ आज कोशीमा पनि समझ रहे हो सावधानी अपनाउनै पर्छ सचेत रहनै पर्छ बेटा तुमसे ना हो पाएगा